ए मम्मी ब्यायो आउनु त छिटो आयो पाठी 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 होइन पाठी पाठी हो सुरु भोक लाग्यो यसलाई एउटा जिलो छोरी भयो ए आउनु अर्को नि पाउन लाग्यो अर्कालाई बोलाउन जाने हो घरबाट मलाई त भोको रहेछ उल्टे जाने के त आउनु हजुर आउनु ए अहिले त आएको दुईटै बाटा पाटा पाठी ब्याउनी पो रहेछ ब्याउला जस्तो नि थिएन अब त मैले ब्याउनी त अहिले यो बाख्रा त ब्याउनु पर्ने अब त पाखा त फुलाइनु हो भन 7 महिना भयो बिचरा बिहाको कराछ ऊ फुट्दो फाट्यो फुट्दो उतारा यता भयो क्या घाँटिएला कराछ दुखेर यसलाई साटेन है यसलाई साटेन बेथा लाग्यो होला उनका कुखुरा नि सेपै हाम्रो भएन सेपा पो रहेछन् कुखुरा त यो आफू जस्तो पायो यो कालो पायो फुलफुलै त आएको नि भाइ दुईटा पानमा नि दुईटा फुलफुलै छ यो बच्चा उल्टो रहेछ त्यही भएर डराएको के यो उल्टो पायो घरमा गाउँदै तिमी बा ढल्थ्यो अर्काले बच्चा पाइरहनु भएन गाउँदै बच्चा उल्टो पाखा ढिलो भयो कि बोलाउने अरे एकचोटि हेर्नु तिमी बच्चा पाएपछि ढल्यौ हाँसो लगाएको यिनलाई के गर्नु गर्नु त बोल्नुहुन्छ त बाह्र नाटो बच्चा नाटो तब हिँड्न सक्नु होइन हजुरले खानु तग्रिनुहुन्छ ए छोरीले त गाईको खाइछे छोरीलाई खाउने